सबैजनालाई जय मसीह। अहिले चाहिँ हामी वचन पाठ र प्रार्थनाको समयमा आएका छौँ। वचन पाठ गर्नेछु, हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। फिलिपी 3 अध्यायको 12 देखि 21 सम्म रहेको छ। फिलिपी 3 अध्यायको 12 देखि 21 सम्म शीर्षक रहेको छ लक्ष्यतिर अघि बढ्नु। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्राउनको निम्ति म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्राउनु भयो। भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्छु। हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौ र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौँ त्यसमा दरिला भई बसौँ। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू हो। हामीमा तिमीहरूले देखेको नमुना अनुसार जिउनेहरूलाई हेर। मैले धेरैपल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रुसका शत्रुहरू जस्तै जीवन बिताउँछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन् र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ। हामी हुन्छ, आउनुहोस् हामी यो वचनको निम्ति प्रार्थना गर्नेछौँ। हालेलुया। स्वर्गमा विराजमान हुने जीवित जिउँदो परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ। यो समय, यो दिन तपाईँले दिनुभयो अनि अहिलेसम्मको सङ्गतिको सबै भागहरूमा तपाईँ रहनुभयो, त्यसको लागि धन्यवाद। अनि परमेश्वर पिता, अब हामी वचनको भागमा आएका छौँ। यो समय पनि तपाईँको हातमा राख्दछौँ अनि यो जुन वचन तपाईँको छोराले ल्याउँदै हुनुहुन्छ, उहाँको साथमा तपाईँ रहनुहोस्। उहाँको ओठ, जिब्रो र मुख भइकन तपाईँ बोल्नु भएको होस् अनि यो वचन सुन्ने हामी प्रत्येकको साथमा रहनु भएको होस्। हामी यो वचनहरू चाहिँ हामी आत्मिक हृदयहरू, आत्मिक कानहरू खोलेर ती वचनहरू सुन्ने अनि त्यो ग्रहण गरेर त्यो अनुसारको जीवन जिउने हामी हुन सकौँ। अनि सुन्ने सुनाउने दुवै पक्ष तपाईँ रहनु भएको होस् भन्दै माग्छौँ आशिष प्रभु येशू ख्रीष्टको नाममा। आशिष प्रशंसा विरसित काठमाडौँका सम्पूर्ण मण्डली परिवारलाई आजको वचनमा तपाईँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। वचन पाठ भइसकेको छ। आजको वचन खण्ड रहेको छ फिलिपी 3 को 12-21। फिलिपी 3 को 12-21 हामीले पढिसकेका छौँ, सुनिसकेका छौँ। यो खण्डबाट आजको वचनको शीर्षक रहेको छ लक्ष्यमा बढ्नु। लक्ष्यमा बढ्नु शीर्षक चाहिँ यो एउटा लक्ष्य भनेको चाहिँ आत्मिकी लक्ष्य हो, हाम्रो आत्मिकी हिँडाइ हो। म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, तपाईँहरूको लक्ष्य के छ आज? है, तपाईँहरूको लक्ष्य के छ? लक्ष्य हामीले के लिएर आज हामी हिँडिरहेका छौँ? यो फिलिपीको पत्र पाउल प्रेरितले लेख्नुभएको। पाउल प्रेरित चाहिँ क्रिस्चियन सेवाको समयमा चाहिँ त्यो अवधिमा धेरै पटक झ्यालखानामा परेको कुरा हामी बाइबलको विभिन्न खण्डहरूबाट पाउँछौँ। दोस्रो कोरिन्थी 11:23 पनि यो कुरा पाउँछौँ। पाउल दोस्रो प्रचार यात्राको बेला पहिलो पटक फिलिपीमा पुगेका थिए अनि फिलिपीको मण्डली चाहिँ युरोपमा खडा गरिएको पहिलो मण्डली पनि हो। यो चाहिँ हामी प्रेरित 16:11-40 पदमा हामी पाउन सक्छौँ। तेस्रो प्रचार यात्रामा पावल त्यहाँनिर 2 चोटि पुगेका छन्। प्रेरित 20:1-6मा हेर्दाखेरि हामी त्यो कुरा थाहा पाउँछौँ। त्यो मण्डलीप्रति चाहिँ फिलिपीको मण्डलीप्रति पावलले विशेष स्नेह राखेको, प्रेम राखेको कुरा चाहिँ हामी प्रेरित 1:8मा, 4:1 अनि 18 पदमा पाउन सक्छौँ। तेस्रो प्रचार यात्रा पुरा भएपछि यरुसलेममा पर्दाखेरि चाहिँ पावलको मुद्दा चाहिँ कैसरको अघि प्रस्तुत गर्न उसलाई रोम पठाइएको कुरा हामी इतिहासमा पाउन सक्छौँ। अनि 2 वर्षसम्म कैदी भएर पावल बसेका थिए। त्यहाँ रोममा चाहिँ 2 वर्षसम्म कैदी भएर बसेको कुरा
प्रेरित 28को 16 अनि 30मा लेखेको हामी पाउँछौँ। यही अवधिको अन्त्यतिर चाहिँ फिलिपीको मण्डललाई पावलले पत्र यो लेखेको हुनसक्छ भन्ने विद्वानहरूको भनाइ छ। सम्भवतः 63 एडी ईस्वी सम्वत 63 चाहिँ पावलले यो फिलिपीको पत्र फिलिपीको मण्डललाई लेखेका थिए। पावल कैदी हुँदाखेरि चाहिँ इपाफ्रोडिटस भन्ने व्यक्ति चाहिँ फिलिपीको मण्डलीबाट तिनलाई भेट्न गएका थिए। मण्डलीको प्रतिनिधित्वको रूपमा उसलाई चाहिँ त्यहाँ पठाएको अनि आवश्यक सहायताहरू गर्नको निम्ति पावललाई जेलमा भएको बेला कैदमा भएको बेला चाहिँ त्यो सहायताहरू पठाउनको निम्ति चाहिँ इपाफ्रोडिटसलाई पठाइएको थियो। अनि उसको साथमा चाहिँ पैसाको भेटीहरू सरसामान अनि मण्डलीको खबरहरू पठाइएको कुरा चाहिँ 4:8 पदमा हामीले पाउँछौँ। इपाफ्रोडिटस पावलको साथमा धेरै महिनासम्म त्यहाँ बसेको कुरा पनि हामी पाउँछौँ। अनि इपाफ्रोडिटस जब आफ्नो मण्डली फर्किन्छ त्यही बेला चाहिँ पावलले उसैको साथमा यो पत्र पठाएको थियो। त्यहाँनिर चाहिँ भेटीको निम्ति धन्यवाद भन्छ पावलले यो पत्रमा अनि मण्डलीको अव्यवस्थाका कुराहरू अव्यवस्थित कुराहरूलाई ठिक पार्ने सल्लाह पनि दिन्छन्। अनि पत्रभरि पावलले चाहिँ उत्साह र आशाको कुरा जोसको कुरा चाहिँ गरेको हामी पाउँछौँ। विशेष गरी यो पत्रको उद्देश्य पनि मण्डललाई उत्साह दिनु र प्रोत्साहन दिनु थियो पावलको। अब हामीले एकचोटि विचार गरौँ हाम्रो लक्ष्य चाहिँ के छ। पावलले यहाँनिर सधैँ लक्ष्य लिएर अघि बढ्नुपर्छ भन्ने कुरालाई जोड दिएको कुरा हामी यहाँनिर पाउँछौँ है। लक्ष्यमा अघि बढ्नुपर्छ। हामीले विचार गरौँ यदि हामी लक्ष्य बिना हिँड्दैछौँ भनेदेखि हामी लक्ष्य बिना जिउँदैछौँ भनेदेखि हाम्रो जीवन अन्धकारमय हुन्छ। हामी पुग्नुपर्ने ठाउँमा पुग्नलाई चाहिँ गाह्रो हुन्छ। हामी जुनसुकै कुरामा पनि हेर्ने हो भने सफल हुनको निम्ति चाहिँ हामीलाई लक्ष्य चाहिँ नहुने कुरा हो है। लक्ष्य हामीले तयार गर्नुपर्ने हुन्छ। फिलिपीको पत्रका लेखक पावल पनि यो पत्र लेख्दाखेरि यही कुरालाई जोड दिएको हामी पाउँछौँ। पावलले यहाँ आफूलाई अझै ख्रीष्टको पुरा ज्ञान धार्मिकता पाइ नसकेको र सिद्ध भइ नसकेको कुरा गरेका छन्। यहाँ पावल परिपक्व मानिस हुनलाई चाहिँ जोडसँग लक्ष्यतिर अघि बढ्ने कुरा गर्छन्। हामी पनि ख्रीष्टको ज्ञानमा बढ्नुपर्छ भन्ने कुरा हामीलाई यो खण्डले सिकाउँदछ। हामी ख्रीष्टको ज्ञानमा बढ्नुपर्छ। हामी लक्ष्यतिर अघि बढौँ, उदाहरणीय जीवन जिउँ। मैले आजको यो वचन खण्डलाई मुख्य 3वटा भागमा विभाजन गरेको छु। पहिलो चाहिँ हो पछाडि फर्केर हेर्नु हुँदैन पद 12बाट 14 अनि दोस्रो चाहिँ हो हामी लक्ष्यमा केन्द्रित हुनुपर्छ 15बाट 19। तेस्रो बुदा छ स्वर्गीय कुरामा आशा गर्ने हुनुपर्छ पद 20 अनि 21। हामी यो पहिलो बुदालाई हेर्नेछौँ पछाडि फर्केर हेर्नु हुँदैन। हामीले पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कुरा। यो 12, 13 र 14 पदलाई हामीले हेर्ने हो भनेदेखि अघि नै हात पारिसकेको अथवा म अघि नै सिद्ध भइसकेको होइन तर जे कुराको निम्ति ख्रीष्ट येशूबाट मैले पक्राउ खाएँ सो पक्रन सक्छु कि भनेर म अघि बढ्दैछु भन्छ पावलले। 13 पदमा भन्छ मैले पक्रिसकेको छु भनी म अझै सम्झन्न तर पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु। ख्रीष्ट येशूमा परमेश्वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्दछु भन्छ पावलले। यहाँनिर पावलले के भन्छ भने आफू पनि सिद्ध भइ नसकेको कुरा गर्दैछ हैन। परमेश्वरको कामको निम्ति आफू पनि सिद्ध भइ नसकेको तर जुन कुराको निम्ति चाहिँ जुन लक्ष्यको निम्ति अगाडि बढेको छ त्यो कुरोलाई चाहिँ उसले निरन्तर त्यो कुरामा लागेको कुरा पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्किने निर्णय पावलले यहाँनिर गरेको कुरा हामी पाउँछौँ। पुरानो करारको पहिलो पुस्तक उत्पत्तिमा तपाईँले हेर्नुभयो भने 19 अध्यायमा त्यहाँनिर एउटा घटना छ। सदोम र गमोरा सहरलाई नष्ट पारिएको। परमेश्वरले सदोम र गमोरा सहरलाई नष्ट पार्दै हुनुहुन्छ अनि त्यहाँबाट भागिरहेका लोत र उनकी पत्नीलाई चाहिँ त्यहाँबाट भाग्दै गर्दाखेरि परमेश्वरको आज्ञा चाहिँ पछाडि फर्केर कहिल्यै नहेर्नु भन्ने आज्ञा हुन्छ। जब परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर
लोतकी पत्नीले चाहिँ पछाडि फर्केर हेर्छन्, त्यसपछि ऊ नुनको खम्बा भएको घटना तपाईँ उत्पत्ति 19 अध्यायमा तपाईँले पाउनुहुन्छ। यहाँनिर 12 र 13 पदले भनेको कुरा नि विगतका कुराहरूलाई बिर्सनुपर्छ है, विगतका कुराहरू बिर्सनुपर्छ भन्छ। अनि 14 मा हेर्दा चाहिँ परमेश्वरको बोलावटमा अघि बढ्नुपर्छ। परमेश्वरको बोलावट हाम्रो निम्ति के छ? त्यो चाहिँ हाम्रो निम्ति चुनौती हो। हाम्रो निम्ति परमेश्वरको बोलावट के छ? हामी विभिन्न व्यक्तिहरू फरक फरक बोलावटको निम्ति हामी आएका छौँ है। परमेश्वरको बोलावट विभिन्न प्रकारको छ हामीमा। हाम्रो बोलावट, परमेश्वरको बोलावटलाई थाहा गर्नु महत्त्वपूर्ण कुरा हो। लुका 9:62 मा यही कुरा बताउँछ, आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको निम्ति लायकको हुँदैन भन्छ। आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यका निम्ति लायकको हुँदैन। आज हामी के पछाडि फर्केर हेर्दैछौँ? पुरानो करार उत्पत्ति 19 अध्यायमा लोतको पत्नीले जसरी परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दै पछाडि फर्केर नहेर्नु भन्ने आज्ञालाई उल्लङ्घन गरेर आफू पछाडि फर्केर नुनको खम्बा भएको घटना देख्छौँ। त्यस्तै हामी आज के पछाडि फर्केर हेर्दैछौँ? या लुका 9:62 मा येशूले भन्नुभए जस्तै आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्नेहरू परमेश्वरको राज्यको लायकको हुँदैन। हामी आज आफ्नो हात हलोमा राखेर के पछिल्तिर हेर्दैछौँ? यो चाहिँ हाम्रो निम्ति चुनौती हो। दोस्रो मुख्य कुरा रहेको छ, हामी लक्ष्यमा केन्द्रित हुनुपर्छ। हामी लक्ष्यमा केन्द्रित हुनुपर्छ। 15 देखि 19 पदसम्म। यसै कारण हामी सिद्ध हुनेहरू चाहिँ सबै यस्तै मनका हुन्। पावलले भन्छ यस्तै मनका हुन्। तिमीहरू कोही केही कुरामा भिन्न विचारका छौ भने परमेश्वरले तिमीहरूलाई यो पनि प्रकट गरिदिनुहुनेछ। केवल जहाँसम्म हामी पुगिसकेका छौँ त्यही बमोजिम हामी चलौँ। ए भाइहरू, तिमीहरू मसँगसँगै मेरा देखासिकी गर्नेहरू। पावलले यहाँनिर के भन्छ भने मेरो देखासिकी गर्ने हो। अब माथि हामीले हेऱ्यौँ 12-14 मा हेर्दै पावल चाहिँ लक्ष्यमा केन्द्रित भएको कुरा है, पछाडि नफर्किकन लक्ष्यमा लागेको कुरा गर्छन् भनेदेखि यहाँनिर चाहिँ पावलले फेरि मेरो देखासिकी गर्ने हो भन्छ। आज हामी परमेश्वरको बोलावट पाएकाहरू है, परमेश्वरमा आएका व्यक्तिहरू हामी आज पावलको देखासिकी गर्नुपर्नेछ। पावलले जस्तै है ख्रिस्टको बोलावटलाई थाहा गरेर हामी लक्ष्यमा अगाडि बढ्नुपर्ने कुरा चाहिँ यो खण्डमा गर्दछ। 3 जना केटाहरू एकचोटि हिउँमा खेलिरहेका थिए। 3 जना केटाहरू हिउँमा खेलिरहेको बेला एकजना व्यक्ति आउँछ र उसलाई सोध्छ, उनीहरूलाई भन्छ तिमीहरू जो यो हिउँमा पहिलो हुन्छ उसलाई म विशेष पुरस्कार दिनेछु भन्छ। अनि त्यो मान्छे पारी हिउँबाट त्यो पर गएर उभिन्छ अनि जो पहिला आइपुग्छ ऊ चाहिँ फर्स्ट हुन्छ भन्छ। अनि उसको शर्त के हुन्छ भने तर पहिला पुगेर मात्रै हुँदैन, हिउँमा खुट्टा सोझो हुनुपर्छ भन्छ। अनि दौड सुरु हुन्छ। त्यो जुन दौडको त्यो प्रतियोगिताको आयोजना गर्ने व्यक्ति अगाडि गएर बस्छन् अनि 3 जना दौडिनलाई तयार हुन्छ। अनि उनीहरूले दौडिन सुरु गर्छ प्रथम हुनको निम्ति। अब विशेष पुरस्कार है पाउनको निम्ति चाहिँ उनीहरू सबैमा उत्कट इच्छा हुन्छ। त्यसपछि उनीहरूको दौड 3 जना केटाहरूको सुरु हुन्छ। पल्लो भागमा पुगेर जब दौड भन्छु त्यसपछि चाहिँ सुरु गर भन्छ त्यो व्यक्तिले। तर शर्त चाहिँ के छ? हिउँमा खुट्टा चाहिँ सोझो हुनुपर्छ। हामीलाई थाहा छ हिउँमा खुट्टा टेक्यो भने चाहिँ पुरै डोप बस्छ, हाम्रो पाइला बस्छ नि त होइन, पछि थाहा भइहाल्छ त्यो सोझो छ कि छैन भन्ने कुरा हेर्नलाई। अनि दौड सुरु भयो। अनि पहिलो केटाले चाहिँ आफ्नो पाइला हिउँमा सोझो छ कि छैन भनेर हेर्दै दौडिन्छ है, किनभने पहिला पुगेर मात्रै त हुँदैन, सोझो पनि हुनुपर्छ भने आज खुट्टा। अनि पहिलो केटाले के गर्छ भनेदेखि आफ्नो हिउँमा खुट्टा सोझो छ कि छैन भन्दै हेर्दै दौडिँदै गर्छ उसले। अनि दोस्रोले के गर्छ भनेदेखि पहिलो साथीले जे गर्यो त्यही गर्छ, किनभने पहिलो साथीले त हिउँमा खुट्टा सोझो छ कि छैन भन्दै हेर्दै दौडिएको छ नि त, दोस्रो साथीले पनि त्यही गर्छ। अनि तेस्रो व्यक्तिले चाहिँ पहिलोलाई पनि हेर्दैन, पहिलो साथीलाई नि हेर्दैन, दोस्रो साथीलाई नि हेर्दैन, तर तेस्रोले चाहिँ के हेर्छ भने
पर बसेको मान्छे छ नि जो पहिला यहाँ आइपुग्छ उसलाई म उचित पुरस्कार दिनेछु भनेको छ हैन। अनि हिउँमा खुट्रो सोझो हुनुपर्छ, टेकेको पाइला पनि सोझो हुनु पर्यो। अनि जो पहिला आउँछ उसले चाहिँ पुरस्कार पाउँछ भन्छ। अनि उसले चाहिँ पर उभिएको मान्छेलाई मात्रै हेर्छ, तेस्रो व्यक्तिलाई। अन्तिममा दौड सकिन्छ, दौडको विजयी भनेको चाहिँ तेस्रो केटा चाहिँ हुन्छ है। तेस्रो केटा विजयी भयो, उसको हिउँमा पाइला पनि सोझो थियो, उसले हेरि पनि बसेन पहिलो र दोस्रो केटालाई पनि कसरी दौड्छ भनेर हेरेन, तर उसको ऊ अगाडि पनि पुगेर हिउँमा खुट्टा पनि उसको सोझो थियो, किनभने उसको आँखा चाहिँ पुग्नुपर्ने ठाउँमा मात्रै थियो है। पुग्नुपर्ने ठाउँ त पारी छ नि त होइन, पारी त्यो पुग्नुपर्ने ठाउँमा थियो। हाम्रो बुदा के छ भने हामी लक्ष्यमा केन्द्रित हुनुपर्छ। उसको त्यो तेस्रो केटाको लक्ष्य भनेको चाहिँ पारी पुग्ने र पुरस्कार जित्ने थियो। पावलले यहाँ 15 देखि 17 मा हेर्यौं भने हामीले उदाहरणीय जीवन जिउनुपर्छ भन्छ। क्रिस्चियन जीवन त्यो लक्ष्य पूरा गर्नको निम्ति चाहिँ उदाहरणीय जीवन पनि जिउनुपर्छ भन्छ। अनि 18-19 मा हेर्छौं भने संसारका कुराहरूमा मन लगाउनु हुँदैन भन्ने कुरालाई जोड दिएको छ। यो खण्डबाट हामीले के बुझ्न सक्छौं भने हामी पनि ख्रीष्टको ज्ञानमा र धार्मिकतामा सिद्ध हुन लक्ष्यमा केन्द्रित हुनुपर्छ है। ख्रीष्टको ज्ञानमा र धार्मिकतामा यदि सिद्ध हुनु छ भने हामी लक्ष्यमा हामी केन्द्रित हुनुपर्छ। पावलले यहाँनिर के पनि भन्छ भने 18 पदबाट म पढ्न चाहन्छु। किनभने धेरैजना यसरी हिँड्छन् जसका विषयमा मैले तिमीहरूलाई बारम्बार भनेथे र अब पनि हृदय भन्छु कि तिमीहरू ख्रीष्टको क्रुसका शत्रुहरू हुन् भन्छ। हेर्नुहोस् है, पावलले यो एउटा हृदय भन्छु भन्नुको कारण चाहिँ के हो भने पावल दुखित हुन्छ यी कुराहरूमा, जो चाहिँ लक्ष्यमा केन्द्रित हुँदैन हैन। जो चाहिँ पावलले माथि हामीले हेर्यौं नि अघि हैन, मेरो देखासिकी गर्ने हो भनेको छ नि, एउटा उदाहरणीय जीवन जिउन चाहदैन, जो चाहिँ ख्रीष्टको राज्यको निम्ति ऊ तयार हुँदैन भने त्यस्ताहरूको निम्ति चाहिँ के भन्छ पावल एकदमै गम्भीर भएर म हृदय भन्छु भन्छ। त्यस्ताहरू चाहिँ क्रुसका शत्रुहरू हुन् भन्छ। मण्डली परिवार, आज हामी के त्यस्तै ख्रीष्टको आज्ञा अनुसार नहिँडेर हैन, ख्रीष्टको कामलाई ख्रीष्टको ज्ञानमा नबढेर हामी पनि आज पावलले भने जस्तै क्रुसका शत्रुहरू पो हुँदैछौँ कि? 19 मा के भन्छ भने जसको अन्त्य विनाशै हो, जसको ईश्वर पेटै हो र जसको महिमा तिनीहरूकै सर्वमा हुन्छ, जसले भौतिक कुराहरूमै ध्यान दिन्छन् भन्छ। यहाँनिर भौतिक कुराहरूमा हामीले ध्यान दिइरहेका छौँ भने यो आत्मिक कुरो, मैले अघि पनि भने यो लक्ष्यमा बढ्नु भन्ने चाहिँ आत्मिक हिँडाइ पनि हो हाम्रो है। आत्मिक लक्ष्यको कुरा चाहिँ यहाँनिर पावलले गर्न खोजेको हो। हामी शारीरिक रूपमा पनि विभिन्न लक्ष्यहरू लिएर अगाडि बढ्छौँ, लक्ष्यहरू राख्नुपर्छ, तर पावलले यहाँ कुरा गर्न खोजेको चाहिँ आत्मिक रूपमा हाम्रो लक्ष्य हुनुपर्छ, लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने कुरा, लक्ष्यमा बढ्नुपर्छ भन्ने कुरालाई चाहिँ यहाँनिर जोड दिएको चाहिँ हामी पाउँदछौँ। तेस्रो मुख्य बुदा रहेको छ स्वर्गीय कुरामा आशा गर्ने हुनुपर्छ। स्वर्गीय कुरामा आशा गर्ने हुनुपर्छ। पद 20 अनि 21, पद 20 र 21 म फेरि एकपटक पढ्न चाहन्छु। तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट मुक्तिदाता अर्थात् येशू ख्रीष्टको प्रतीक्षा पनि गर्दछौँ, जसले आफ्नो काम अनुसार सबै कुरा आफ्नो अधीनमा ल्याउनलाई हाम्रा हीन अवस्थाको शरीरलाई उहाँको महिमाको शरीर सम्मान तुल्याउनलाई परिवर्तन गर्नुहुनेछ। 20 पदमा भनेको कुरा हाम्रो नागरिकता स्वर्गमा छ भनेको कुरा चाहिँ के हो भने हामीले स्वर्गीय कुराहरूमा चाहिँ मन लगाउनुपर्छ, स्वर्गीय कुराहरूमा आशा गर्ने हुनुपर्छ भन्ने कुरा चाहिँ पावलले यहाँनिर जोड दिएको छ। भजन सङ्ग्रह 39 को 7 पदमा हेर्छौँ भनेदेखि दाउदले के भन्छन् भने मेरो आशा तपाईँमा छ भन्छ है। मेरो आशा चाहिँ तपाईँमा छ। हामी कोरस पनि गाउँछौँ, मेरो बल तपाईँमा छ, मेरो आशा तपाईँमा छ है। हाम्रो आशा चाहिँ कहाँ छ त? यो खण्डले, यो बुदाले भन्न खोजेको कुरा चाहिँ के हो भने स्वर्गीय कुरामा आशा गर्ने हुनुपर्छ। हाम्रो आशाहरू चाहिँ कहाँ छन्, कुन कुरामा छ हाम्रो आशाहरू, त्यो चाहिँ हाम्रो निम्ति चुनौती हो।
21 पदमा के भन्छ भने जसले आफ्नो काम अनुसार सबै कुरा आफ्नो अधीनमा ल्याउनलाई हाम्रा हीन अवस्थाको शरीरलाई उहाँको महिमाको शरीर समान तुल्याउनलाई परिवर्तन गर्नुहुनेछ भनेर भनेको छ। हाम्रो आशा चाहिँ ख्रीष्टमा हुनुपर्छ है। परमेश्वरमा हाम्रो आशा राखेका छौँ भने हामी त्यो लक्ष्यमा बढ्न सक्छौँ। कसैले यसरी भनेका छन् कि आशा चाहिँ सूर्योदय जस्तै हो भन्छ। ढिलो भए पनि आउँछ। सूर्योदय भनेको चाहिँ कहिले ढिलो कहिले चाँडो हुन्छ, तर सूर्योदय हुन्छ। यिर्मया 29:11 मा परमप्रभु भन्नुहुन्छ भविष्य र आशा दिनलाई। म यो खण्ड पढ्न चाहन्छु, तिमीलाई भविष्य र आशा दिनलाई भन्छ। यिर्मया 29:11 पद। किनभने परमप्रभु भन्नुहुन्छ जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु, ती तिमीहरूका भलाइका निम्ति हुन्, नोक्सानीका निम्ति होइन, तिमीहरूलाई भविष्य दिनलाई र एउटा आशा दिनलाई हो। हाम्रो आशा चाहिँ परमेश्वरमा हुनुपर्छ। त्यो भविष्य र आशा हामीलाई उहाँले दिनुभएको छ। रोमी 15:13 मा हामीले हेर्छौँ भने त्यहाँ पनि यही कुरा गर्छ आशाको विषयमा। तिमीहरू पवित्र आत्माको शक्तिद्वारा अथवा सामर्थ्यद्वारा चाहिँ आशाले प्रशस्त हौ भन्ने पद त्यहाँनिर हामी पाउँछौँ। अनि यो पदले चाहिँ हामीलाई 20 पदले भन्न खोजेको चाहिँ हाम्रो नागरिकता स्वर्गमा छ भनेको कुरा चाहिँ के हो भने संसारका कुराहरूमा होइन तर स्वर्गका कुरामा चाहिँ हामीले मन लगाउनु पर्छ भन्ने कुरा, त्यो उत्साह चाहिँ पावलले यहाँनिर हामीलाई दिँदैछन्। 21 को पदले हामीलाई के गर्छ, येशू ख्रीष्टले चाहिँ सबै कुरा आफ्नो बसमा राख्नुहुन्छ है। सबै कुरा चाहिँ उहाँको बसमा छ, उहाँको अधीनमा छ, उहाँको प्रभुत्वमा छ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन। म एउटा सत्य घटना यहाँ राख्न चाहन्छु। एउटा सत्य घटना जुन एक व्यक्तिले चाहिँ पहाड फोड्यो, यो एउटा वास्तविक घटना हो। एउटा यस्तो व्यक्ति जसले अरूको आवश्यकतालाई सेवा पुर्याउनका लागि एक्लै पहाडलाई फुटाउने काम गरेको छ, जसको नाम चाहिँ दशरथ माझी हो। उसलाई माउन्टेन म्यान भनेर पनि चिनिन्छ। उनी भारत देशको बिहार राज्यको गयाको गहलौर गाउँका एक भूमिहीन किसान थिए। एउटा भूमिहीन किसान, उसको गाउँ चाहिँ पहाडहरूले घेरिएको थियो, त्यस कारणले त्यो अर्कै दुनियाँ जस्तो है, संसारको अरू बाहिरी दुनियाँबाट अलग्गिएको जस्तो ठाउँ थियो त्यो गाउँ चाहिँ। अनि जीवन उसको धेरै त्यो गाउँको मानिसहरूको जीवन धेरै कष्टकर थियो। अनि ऊ चाहिँ एउटा यो दशरथ माझी भन्ने व्यक्ति चाहिँ ज्यामी काम गर्ने व्यक्ति हुन्छ, ज्यामी काम गर्ने व्यक्ति हो। अनि उसले चाहिँ के देख्छ, गाउँलेहरूको पीडालाई चाहिँ आफ्नो काँधमा लिएर चाहिँ पहाड फोड्ने काम चाहिँ सुरु गर्छ। पहाड फोड्ने, आफ्नो गाउँलेहरूको दुःख कष्टलाई हेरेर चाहिँ पहाड फोड्ने जिम्मा त्यो कामलाई चाहिँ सुरुवात गर्छ। इस्वी सम्वत 1959 तिर दशरथको श्रीमती चाहिँ बिरामी हुन्छ, बेसरी बिरामी हुन्छ। 300 फिटको अग्लो पहाड छिचोलेर श्रीमतीलाई उपचार गराउन लैजाने बाटो नभएको कारण उनी गाउँमै मर्छ। त्यो पहाडले घेरेको गाउँ थियो, पुरै पहाडले घेरिएको गाउँ छ। अनि उपचार गर्न लानलाई चाहिँ धेरै समय लाग्ने भएकोले चाहिँ उसको मृत्यु हुन्छ। त्यो दशरथ माझीले किन पहाड फोड्ने निर्णय गर्यो भन्ने तपाईँले यहाँनिर बुझ्नुहुन्छ है। अनि 300 फिटको अग्लो पहाड छिचोलेर लान नसकेपछि श्रीमतीको मृत्यु हुन्छ। श्रीमतीको मृत्युमा भाव विह्वल भएर माझीले चाहिँ, दशरथ माझीले आफ्नो जस्तो पीडा चाहिँ अरूले भोग्न नपरोस् भनेर उनले पहाडमा एउटा बाटो बनाउने अठोट गर्छ। त्यो पहाडलाई फोडेर बिरामीहरू हुँदाखेरि जुन सहज बाटो हो भनेदेखि सजिलै उसलाई लान सकिन्छ। अनि उनले के गर्छ भने छिनो हतौडाहरू चाहिँ उसले किन्छ, त्यो पनि आफूसँग भएको बाख्राहरू बेचेर छिनो हतौडाहरू किनेर त्यो पहाड फोड्ने निर्णय गर्छ। अनि उसमा आएको त्यो 81 बदलाउ छ जुन है, त्यो चाहिँ अरूको लागि हाँसो भयो। एउटा व्यक्तिले छिनो र हतौडाद्वारा हैन कसरी पहाड फोड्न सक्छ भनेर सबैको निम्ति, गाउँलेहरूको निम्ति चाहिँ हाँसोको पात्र बन्न पुग्छ दशरथ माझी। अनि मानिसहरूले उसलाई पागल पनि भन्छ, पागल भयो दशरथ माझी बौलायो भन्छ। अनि तिनीहरूको कुरा नसुनी माझीले चाहिँ, दशरथ माझीले चाहिँ 22 वर्षसम्म निरन्तर हतौडा चलाइबस्छ त्यो पहाड फोड्नको निम्ति। 22 वर्ष भनेको छोटो अवधि होइन,
एकदमै लामो अवधि हो है। कठिन परिश्रमको परिणामस्वरूप उनी आफ्नो लक्ष्यमा पुग्छ अनि पहाडको अर्को भित्तामा पुग्यो है। त्यो पहाडलाई चाहिँ फोरेर त्यहाँबाट त्यो काममा सफल हुन्छ। अनि उनले हतौडा र छिनो पनि भन्छौँ हामी होइन, हतौडा छिनोहरू प्रयोग गरेर चाहिँ 360 फिट लामो बाटो थियो, जुन 360 फिट लामो बाटोलाई चाहिँ 30 फिट फराकिलो 360 फिट लामो र 30 फिट फराकिलो एउटा बाटो बनाउँछ दशरथ माझीले। 22 वर्षको मेहनतपछि दशरथले त्यो पुरा गर्छन्। अनि त्यो बाटो बनाएपछि गाउँलेलाई नै सहज बनाइदिएको छ। उसले चाहिँ पहिला दूरी कति थियो भने 55 किलोमिटर भएको दूरीलाई चाहिँ 15 किलोमिटरमा झार्छ। जब पहाड हुँदाखेरि चाहिँ 55 किलोमिटर घुमेर जानु पर्थ्यो भनेदेखि 15 किलोमिटरमा झार्छ त्यो बाटो घटाएर। त्यो चाहिँ वास्तविक घटना हो है। अनि बाटो घटाएर 15 किलोमिटरमा झारेर सजिलै मान्छेहरू आवत जावत गर्न सक्छ। अनि जब उनले यो काम पुरा गरे तब दशरथ माझी चाहिँ माउन्टेन म्यान भनेर पनि चिनिएका छन्। यी अद्भुत व्यक्ति नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट अगस्त 18, 2007 मा चाहिँ क्यान्सरसँग लड्दै उसको मृत्यु हुन्छ। अनि राज्यले चाहिँ उसलाई उचित अन्तिम संस्कार गरेको कुरा पनि हामी पाउँछौँ। गाउँलेहरूले हरेक दिन छोटो मार्गको बाटो प्रयोग गर्न पाएका छन् दशरथ माझीले गर्दाखेरि। दशरथ माझीको जीवनीमा आधारित फिल्म बनेको छ माझी द माउन्टेन म्यान भन्ने 2015। नवाजुद्दिन सिद्दिकी भन्नेले चाहिँ माझीको भूमिका निभाएको छ त्यसमा। हामीले आजको यो उदाहरणबाट नै हामी यही बुझ्न सक्छौँ कि लक्ष्य भनेको चाहिँ त्यस्तो कुरा हो कि लक्ष्यमा बढ्नको निम्ति चाहिँ निरन्तर लाग्नुपर्छ, पछाडि फर्केर हेर्नु हुँदैन हैन। हामी स्वर्गीय लक्ष्यको कुरा, स्वर्गीय कुराहरूको, स्वर्गीय हाम्रो हिँडाइको कुरा गरिरहेका छौँ है। आत्मिक कुरो गरिरहेका छौँ, आत्मिक हिँडाइ, आत्मिक हाम्रो यात्राको कुरा गर्दैछौँ, आत्मिक लक्ष्यको कुरो। हाम्रो निम्ति प्रश्न यही छ आज के आज हामी हाम्रो लक्ष्यतिर निरन्तर पछि नफर्की हिँड्दैछौँ कि आज हामी स्वर्गीय कुराहरूमा आशा गर्दै लागेका छौँ? यो चाहिँ हाम्रो निम्ति चुनौती हो। हाम्रो लक्ष्य चाहिँ के हो? हामी आजको वचन सुन्दै गर्दाखेरि हामी ख्रीष्टको निम्ति के गर्न सक्छौँ है, मण्डलीको निम्ति के गर्न सक्छौँ, अर्थात् परमेश्वरको राज्यको निम्ति हाम्रो आत्मिक हिँडाइ के हो है, हाम्रो लक्ष्य के हो भन्ने कुरालाई हामीले मनन गरौँ एकचोटि। आउनुहोस् हामी हाम्रा आँखाहरू बन्द गर्नेछौँ अनि हामी यो कुराहरूलाई सम्झिनेछौँ। आजको वचनबाट जे कुराहरू सुन्यौँ, फिलिपी 3:12बाट 21बाट मुख्य खण्डबाट हामीले जुन कुराहरू हेऱ्यौँ, आजको शीर्षक लक्ष्यमा बढ्नु, लक्ष्यमा बढ्ने कुरा। सुरुमा सोधिएको प्रश्न एकचोटि हामी मनन गरौँ। हाम्रो लक्ष्य के छ आज? तपाईँ हाम्रो लक्ष्य के हो? पछाडि लक्ष्यमा पुरा गर्नको निम्ति पछाडि फर्केर हेर्नु हुँदैन। हामी त्यसको मतलब चाहिँ हामी स्थिर हुनु पर्यो अनि लक्ष्यमा केन्द्रित हुनु पर्यो। हामी जुन लक्ष्यमा केन्द्रित हुनुपर्ने कुरा छ 15बाट 19मा हेर्दाखेरि त्यहाँ स्थिरताको कुराहरू पाउँछौँ। हामी स्थिर भएर अगाडि बढ्नुपर्ने कुराहरू नभएदेखि हामी त्यो पुरा गर्नलाई, लक्ष्यमा पुग्नलाई हामी सक्दैनौँ। अनि हामी स्वर्गीय कुराहरूमा आशा गर्ने हुनुपर्छ। हामी खालि संसारिक कुराहरूमा मात्रै भर पर्छौँ या स्वर्गीय कुराहरूमा पनि हामी भर परेका छौँ, स्वर्गीय कुराहरूमा हामी आशा गरेका छौँ। हामी कुराहरूलाई सम्झिँदै एकछिन हामी प्रार्थना गर्नेछौँ। अन्त्यमा हामी लक्ष्यतिर निरन्तर पछि नफर्की स्वर्गीय कुराहरूमा आशा गर्दै लाग्न सक्ने विश्वासीहरू, मण्डली, परिवार हुन सकौँ। अनुसार प्रार्थना गरौँ। प्रभु तपाईँलाई धन्यवाद छ, आजको दिनको निम्ति हामी धन्यवाद भन्दछौँ। प्रभु तपाईँको अनुग्रह प्रेम हामीमा सधैँ रहेको छ। प्रभु धन्यवाद छ। आजको वचन खण्ड जुन हामीले फिलिपी
को पत्रबाट हेऱ्यौँ प्रभु, फिलिपी 3:12बाट 21सम्म हामीले हेऱ्यौँ। त्यहाँ पावलद्वारा बोलिएको कुरा जुन प्रभु लक्ष्यमा बढ्ने कुराहरू हामीले हेरेका छौँ। लक्ष्यमा बढ्नको निम्ति हामी प्रभु पछि फर्केर हेर्नु हुँदैन, निरन्तर आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने कुराहरूलाई हेरेका छौँ। साथै स्वर्गीय कुराहरूमा आशा गर्ने, स्वर्गीय कुराहरूमा मन लगाउने हुनुपर्ने कुरा हामीले हेरेका छौँ। आज हामी प्रार्थना गर्छौँ प्रभु हाम्रो मण्डली यस्तै हुन सकोस्। बिना लक्ष्य कोही पनि हामी दौडिने होइन, तर लक्ष्य लिएर दौडिने व्यक्तिहरू, मण्डली परिवार तपाईँले बनाउनुहोस् प्रभु। मण्डलीको निम्ति अनि ख्रिस्टको राज्यको निम्ति प्रभु हामी बढ्दै जानको निम्ति, त्यो लक्ष्यलाई पक्रनको निम्ति सक्षम बनाउनुहोस् प्रभु, सबैलाई सबल बनाउनुहोस्, हामी प्रार्थना गर्दछौँ। धन्यवाद छ प्रभु, हाम्रो जीवनबाट तपाईँको महिमा भइयोस्। यो वचनबाट दिनुभएको आशिषको निम्ति धन्यवाद। यो वचनले भने जस्तै हाम्रो जीवन हुन सकोस् प्रभु, लक्ष्यमा बढ्नको निम्ति। ती लक्ष्य भनेको हाम्रो आत्मिक हिँडाइ हो, आत्मिक कुराहरू, स्वर्गीय कुराहरूलाई हामीले पक्रिनको निम्ति, स्वर्गको राज्यको निम्ति हामीले लक्ष्य बनाउँदै अगाडि बढ्नलाई तपाईँले सहायता गर्नुहोस्। धन्यवाद छ यसको प्रभुको नाममा, आमेन।